लिडरको आफ्नो एउटा सपना जुन सुरु गरेको हुन्छ नि त्यो फिनिसिङ भएको हुन्छ। हाउ प्लान एक्सन। तपाईहरुले भनिरहेको थिए चार्ट पेपर छ, कपी छ, प्लेन छ, प्लिज ट्राई भनेको थिएँ। लिडरले के गर्नुपर्छ भने फर्स्टमा डकुमेन्ट्री पार्ट लिडरको जहिले पनि के हुनुपर्छ बलियो हुनुपर्छ। फर एक्जाम्पल जसले के प्लान गरे हुन्छ यो वर्ष यस्तो गर्छु, अर्को वर्ष कम्पनीलाई यहाँ पुर्याउँछु, वा अर्को वर्ष यो संस्थालाई यहाँ पुर्याउँछु, वा अर्को वर्ष स्कुलमा यो गर्छु, वा अर्को वर्ष मेरो व्यापारमा म 10 लाख रुपियाँ थप्छु, अर्को वर्ष यो गर्छु। केही न केही बिजनेसमा लिडरसिप स्किलमा केही न केही एड गर्नु सोच्नु भएको छ नि त। पहिला सोच्नु प्लिज व्हाट इज योर ड्रिम। पहिला गोल सेट गर्ने, गोल सेट गरेपछि प्लान बनाउने। 1 महिनापछि यो, 1 हप्तापछि यो, 1 दिनपछि यो सेट गर्ने र कदम कदाचित तपाई आफू भएन रे भने तपाईको लास्टमा गएर त्यो प्लान अफ एक्सन त कम्पनीमा अर्गनाइजेसनमा सेट हुन्छ नि त। तपाईलाई थाहा छ हामी पछाडि पढ्नुको कारण एउटा लिडर आउँछ, उसले के पनि प्लान यहाँ मात्र राख्छ क्या, डकुमेन्टेसन गर्दैन। जब ऊ बितेर जान्छ अर्कोलाई थाहा छ क्या के गर्ने, अनि फेरि फङ्सनलाई के गर्छ हामी भत्काउँछौँ, फेरि सुरु गर्छौँ, त्यो पनि जान्छ, फेरि भत्किन्छ। गर्दा पनि हामीले प्रोग्रेस नगरे हो। तपाईँहरूले कमसेकम एभ्री मन्थको प्लान बनाउनु भयो भने तपाईँलाई फर्स्ट कुरालाई के थाहा हुन्छ थाहा छ? यु आर इन लस अर प्रफिट। तपाईँलाई व्यापार फाप्यो कि फापेन, तपाईँको कमी कमजोरी